कहाँ जानु लाग्यो रे साना साना मान्छेहरू छ ब्युटी ब्युटी भयो ल हाम्रो छोरी दिदीहरू स्पेसल एकदम ब्युटी यहाँ आजको टुरिस्टहरू यहाँ दिदी ल दाइले चाहिँ नरिवल झार्दै हुनुहुन्छ ठाउँको नाम के हो व्यवस्था मिलाइरहनु भयो ए फले दिदी त्यो दुईवटा नाम के अरे दिदी गरेको एउटा साथीहरू यस टाइम चाहिँ म्युजिक बजिरहेको थियो जस कारण मैले त्यो आवाजलाई मैले बन्द गरेको छु अनि यतातिर देख्न सक्नुहुन्छ हाम्रो साना साना नानीहरू खेल हाम्रो दाइ चाहिँ रुखमा दाइ उता हाम्रा साना बाबु नानीहरू खेल्दै खाजा खाँदैछन् नाच्दै पनि छन् सक्नुहुन्छ साथीहरू यहाँ बहिनीलाई हेर्नु छ सानो सानो मान्छेले छ्यालरोटी खा चस्मा लाएर यहाँ चाहिँ हाम्रो दिदी र दाइको डान्स यहाँ के मिल्छ रे यिनले तिमी डायमन्ड भेटायो यो डायमन्ड खोज्ने बेला हराउनु मेरो छोरीले पनि ऊ छुँदैछ ल ल तिमी गाडी चलाउने हो ल ल ल ल ल दाइहरूको पावर बाई नानी बाई कहाँबाट विदेशबाट आयो तपाईँ फेरि के हेलो साथीहरू सबैलाई नमस्ते तपाईँहरू सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौँ आज चाहिँ स्पेसल गरेर पिकनिक लगेको छ कुन ठाउँ त्यो थाहा छैन होइन अब हामी त्यहाँ गएर थाहा हुनेछ अनि हामी जाँदैछौँ बाँकी भिडियो हेर्दैमा चाहिँ म फर्स्ट टाइम जाँदैछु गाडीको आर्मी गाडी फर्स्ट टाइम जाँदैछु यहाँ चाहिँ राम्री भएर बसेछन् नानीहरू हेलो भन्दै हेलो रेडी भएर कहाँ जानु लाग्यो रे हामी चाहिँ गाडीमा बसिसक्यौँ देख्न सक्नुहुन्छ यहाँनिर यहाँ आउनुहोस् हजुर रिजा आज हेलो तिमी पनि जाने हो नि स्कुटीमा जाने हो यहाँ चाहिँ साना साना मान्छेहरू पिकनिक जानलाई रेडी भएको हामी चाहिँ यहाँ दिदीहरूलाई ल हाम्रो छोरी बेबी पनि आइपुग्यो नि हेलो भन्दैछिन त्योहरू स्पेसल एकदम ब्युटिफुल देखिनु भएको छ कुन ठाउँ हो धेरै धेरै धन्यवाद दिदी र दाइलाई दिदी त पुरा म त चिनेन भनेर छोरी पनि उठिहालिन् नानी हेलो ऊ स्याल हो के हो त्यो ऊ पारिदिएको ऊ यहाँनिर के हो त्यो बिरालो हो कि स्याल ल यहाँ आजको टुरिस्टहरू स्पेसल यहाँ दिदी
यो ठाउँको नाम के अरे? ल दाइले चाहिँ नरिवल झार्दै हुनुहुन्छ है। ए दाउरा पनि हाम्रो अर्को हाम्रो म्याम र त्यहाँ स्पेसल गरेर के हो त यो कुर्सी छ के यो एकछिन यो टेम्परेरी दाइले यस्तो व्यवस्था मिलाइरहनु भयो होइन दाइ एक्सेप्ट गर्नु पेन गर्दैछ यहाँ चाहिँ जङ्गलमा यसरी आगो बाल्दै अहिले त अग्लो भयो नि अघि त होच्चो भएको थियो है नि त्यो दुईवटा यसको नाम के अरे दिदी? यसको नाम चिकु तर पाके छ कि नै हो? ल हामी चाहिँ तरकारीहरू गोर्खा जोत्नेको लागि यहाँ रेडी गर्दैछौँ। यस टाइममा म्युजिक बजिरहेको थियो जस कारणले मैले यहाँ सुन होइन म्युट गरेँ। आलु पाक्दैछु अनि यता रोस्टको लागि मासु रेडी हुँदैछ, देख्न सक्नुहुन्छ। सबै रोस्टको लागि हो, यति धेरै छ। त्यसै गरी खानाहरू पकाउनको लागि यहाँ सब रेडी भइसकेको छ अनि हाम्रो नानीहरू यहाँ खाजा खाँदैछन्। ल है हाम्रो यहाँ चाहिँ गोर्खा चटनीको चटनी बन्दैछ, देख्न सक्नुहुन्छ। हाम्रो दाइ चाहिँ रुखमा दाउरा काट्दै हुनुहुन्छ। ए सुकेको ऊ रहेछ नि यहाँनिर। स्पेसल यो आजको चटपटे यहाँ बहिनीलाई हेर्नु छ। सानो सानो मान्छेले छ्यालरोटी खाँदैछन्, सानो सानो मान्छेहरूले यसरी छ्यालरोटी खाँदै। हजुर दिदी भयो कि हाम्रो त यसमा चाहिँ के छ दिदी? चिकन चटपटे अरू अरू छुट्या मेरो छोरी कपडा चटपटे कसले बनाएको दिदी? आज स्पेसल चटपटे सबले मिसाएर बनाएको, सब मिठो हो न। गोर्खाको मिठो भए सेलरोटी पनि मिठो छ। सेलरोटी तपाईँले नि घरले पनि बनाएको मिठो छ है, रोस्ट पनि मिठो छ। रोस्ट बनाउने मान्छेहरू उता उतातिर हाम्रो दाइहरू हुनुहुन्छ, भाइहरू। सानी हेलो हेलो चस्मा लाएर फोटो खिचेर हेरेको रहेछ मेरो छोरीले, चिने आएन के अघि को भन्दै थियो कसरी हेर्दैछ। ए लुङ्गी लाएर रेडी भइसक्नु भयो फोटो खिच्नलाई। अब राम्रो भयो दिदी, एकदम स्वाहा। एउटा लुङ्गीवाला मान्छे उहाँ लुङ्गी डान्स दिदीहरूको डान्स हुँदै थियो। समुद्र हो देख्न सक्नुहुन्छ साथीहरू। बेबी यहाँ के मिल्छ रे?
डायमन्ड मिल्छ त्यही भएर खन्दै हो तिमी ल डायमन्ड मिल्छ अरे साथीहरू त्यही भएर यिनले खन्दैछु यहाँनिर ल ल खाना कतिको मिल्छ हेरौँ ल मिल्यो भने तिमीले मैले आधी आधी गर्ने हो ल नानी बिबी यिनको नाम हो यिनी चाहिँ डायमन्डको खोजीमा छिन् यहाँ डायमन्ड खोज्दैछिन् उता पारीतिर खोटाउने काम गरिन् तर भेटेन अरे फेरि ठाउँ चेन्ज गरिन् डायमन्ड ए यिनले तिमी डायमन्ड भेटायो खै देखाउ त छोरी खै डायमन्ड कहाँ छ डायमन्ड देखाऊ है ओ डायमन्ड भेटायो ल यिनी खुसी छि ल ल ल ल ल तिमी पनि खोज डायमन्ड भेटाउँछ ल ल ल यो डायमन्ड खोज्ने बेला हराउनु भयो क्या बुढो यो डायमन्ड खोज्ने बेला हराउ हेलो साथीहरू हामी चाहिँ अब चाहिँ खानासाना खाएर अब रेडी भएर हामी चाहिँ घर जान्छौँ खाँदैछ हौ मेरो छोरीले पनि ऊ छुँदैछ ल ल कोचालो खुट्टा के ओ डायमन्ड खोजेर भेटेन अघिदेखि डायमन्ड ल यहाँ चाहिँ अब हामी जान्छौँ ल तिमी गाडी चलाउने हो ल ल ल ड्राइभरको पावर ल ल उतातिर सिङ्गल हुनुहुन्छ उतातिर डबल ड्राइभर यहाँ चाहिँ हाम्रो दाइले गीत गाउँदै हुनुहुन्छ है हामी चाहिँ छाडिसक्यौँ अब रिजी किन रिसाएको दिदीहरू बाई नानी बाई बाई नमस्ते बाई बाई कहाँबाट विदेशबाट आयो तपाईँ फेरि विदेशबाट हो क्या मेरो झोला हेर्नु न मेरो यहाँ यति भारी छ पुरै छोड्नु पऱ्यो